दर्शकबिन कान्छी र सागर गाउँमा आफ्नो भाइको विवाहको लागि गएका छन्। तसर्थ त्यति नै बेला यता सहरमा कान्छीको घरबेटी बिरामी भएपछि अफिस नगइकन घरै सुतिरहेको अवस्थामा हामीले देख्न सकिन्थ्यो। तसर्थ अफिसमा आएनन् भनेर सलिनाले पटक पटक फोन कल गरेकी थिइन्। तसर्थ फोन कल गर्दा कान्छीको घरबेटीको बुवाले फोन कल उठाएपछि सर नमस्कार भनिएको दृश्यहरू हामीले देख्न सकिन्थ्यो। तसर्थ म सर होइन, को बोलेको तिमी भनेर कान्छीको घरबेटीको बुवाले सोधेपछि म सरको अफिसमा काम गर्ने केटी हुँ भनेर भनेकी थिइन्। तसर्थ सर कहाँ हुनुहुन्छ भन्दाखेरि कान्छीको घरबेटीको बुवाले सर त बिरामी भएर सुतिरहनु भएको छ, आज सर अफिस आउनुहुन्न भनेर भनेपछि चट्ट फोन कल काटेर सलिना भने घरै दौडेर आइपुगेकी थिइन्। तसर्थ घरमा आइपुगेर सर कहाँ हुनुहुन्छ भनेपछि कान्छीको घरबेटीको बुवाले माथि आफ्नै रुममा हुनुहुन्छ भनेपछि त्यहाँ गएर केटी मान्छे भएर पनि त्यहाँ आफ्नो सर यानि कि साउको बेडमा गएर घचघचाएर उठाएर सर तपाईँलाई धेरै ज्वरो आएको रहेछ, म औषधि लिएर आउँछु भनेर तल दौडिरहेको अवस्थामा कान्छीको घरबेटीको बुवाले तिमी किन दौडिरहेको छौ, तिमी कहाँ जान लाग्यो भनेपछि म सरलाई ज्वरोको औषधि किन्न जान लाग्यो भनेपछि ज्वरोको औषधि यहीँ छ, खाना नमानेर मात्रै हो भनेर भनेपछि म खुवाइदिन्छु नि भनेर ज्वरोको औषधि लगेर खुवाएको दृश्य हामीले देख्न सकिन्थ्यो। तसर्थ आफ्नो साउको नजिक हुन खोजेकी थिइन् सलिना। तसर्थ सागरको कुराहरू काट्दै रात परिसक्यो, तिमी जाऊ भन्दा पनि नमानेपछि सबै कुराहरू बुझेर कान्छीको घरबेटीले भने धेरै गाली गरिदिएपछि त्यहाँबाट निस्केर गएकी छिन् सलिना। हो दर्शकबिन, कान्छी र सागर गाउँ गएको अवस्थामा सलिनाले आफ्नो साउ यानि कि कम्पनीको बोससँग नजिक हुन खोजेर के गरिन् त, ठिक गरिन्। तपाईँहरूलाई कस्तो लाग्यो? हो दर्शकबिन, तपाईँहरूलाई पनि कान्छी सिरियल सम्बन्धी रुचि छन् भने कृपया हाम्रो यस भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ च्यानललाई सब्सक्राइब गरी हामीसँगै जोडिनु भने अवश्य नभुल्नुहोला।